तपाईँ आउनुभयो होइन ठ्याक्कै यहाँ चाहिँ मैले अघिदेखि त्यहाँभित्र यहाँ नेभी सङ्घको मान्छेहरूले छिर्न मिल्यो तर हामीले त त्यहाँ हेल्थ मिनिस्टरमा पनि गएर भेटेर आएको हो विज्ञापन पत्र दिएर आयो हो तपाईँको होइन पत्र छैन अहिले मेन कुरा त जेनजीको समस्या बुझिदिनु पर्यो यहाँ कर्मचारीको त समस्या छ तपाईँ हामीलाई 10 मिनट दिनु न म्याडम अञ्चल हुन्छ हुन्छ तपाईँ यहाँ आउनु न आउनु दिनु उहाँलाई आउनु दिनु खोइ आउनु म्याडम यता तपाईँ बस्नु न यता बस्नु यता हुन्छ ठिक छ म्याडम हुन्छ हामीले चाहिँ नगर्नु हामी चाहिँ जेनजी हो ल हुन्छ हाम्रो यहाँ ओ भाइहरु हेर्नु अब तपाईँले त्यहाँ भित्र पनि धेरै कुरा भनिहालेको होला होइन हामीले ज्ञापन पनि बुझाएको हो यहाँ हस्पिटलमा फेरि यहाँ सर्वा भएर 8 महिना 10 महिना सर्वा हुन्छ तपाईले भन्ने कुराहरु 10 मिनेटमा सफल है हुन्छ म्याडम हुन्छ ल हाम्रो रिक्वेस्ट मानिदिनु भएमा एकदम धन्यवाद तपाईलाई एकदम नमान्ने कुरै छैन वेट लेट मी टेक योर पोइन्ट सबैको समस्या 8 महिना 10 महिनादेखि सर्वा भएर पनि सर्वा भइसकेको छ तर यही रवाना पेपर नलिकन यही बसिरहेछ अनि करार कर्मचारी यहाँबाट घुसपेट तरिकाले काम चलिरहेको छ तर केन्द्रबाट करार कर्मचारी पठाउनु पर्छ यहाँ आफै स्थानीय राखेर सबै बर्बाद गरिदिनु हस्पिटललाई दरबन्दी अनुसारको यहाँ डाक्टर कर्मचारी छैन अनि कर्मचारीको लापरवाही पनि छ म्याडम मान्छे यहाँ मरिरहेको छन् होइन अब उपचार नभएको कारणले यहाँबाट सबै रिफरै गर्छ क्या 50 बेडको छ त्यसलाई कम्तीमा 300 बेड गरिदिनु यहाँ 50 बेड भयो अनि रेफर त भइहाल्छ नि 50 मा 150 जना 100 जना उपचार भइरहन्छ यहाँ अनि म्याडम न्युरोलोजिस्ट डाक्टर पनि छैन यहाँ चाहिँ हजुर म्याम तपाईँ भवन हेर्न सक्नुहुन्छ त्यहाँ बनिसकेको छ त्यसलाई सिलेन्डर गरेर त्योमा जुन इक्विपमेन्ट पठाउनु